असाध्यै सुमधुर है असाध्यै सुमधुर बाँदरले मलाई रुख चढ्नको लागि तपाईँले मलाई प्रशिक्षण दिनुपर्छ है मलाई केही न केही त आउँछ जस्तो लाग्दै थियो भनेर सुटिङभन्दा अगाडि मैले कमसेकम 2-4 हप्ता चाहिँ नि उसँग बिताएँ बाँदरलाई चाहिँ रुख चढ्न सिकाइदिएँ मैले घोडाको पनि त्यही नै थियो घोडा पनि गरेको छु नि मैले 1 नम्बरको पाखेमा 1 नम्बरको पाखे कृष्ण अर्जुन हामी चाल कसरी चल्ने हो भनेर घोडालाई सिकाउनु भयो 2 हप्ता मैले प्रशिक्षण बाघलाई त गर्जनै आउँदैन थियो गर्जिनै आउँदैन जहिले त्यो हे वाला पछाडि हैन त्यसपछि चाहिँ नि उहाँसँग घाँटी खोल्यो उहाँलाई अलिकति समय लाग्यो है बाघले किनकि घाँटी नै खोलिरहेको थिएन कि घाँटी नै खोलिरहेको थिएन अनि धेरै मेहनत गरिसकेपछि नि एकैचोटि गर्छु नि थाहा अनि मैले के भने अब यो तपाईँको जिम्मा के हो भने तपाईँको अब आउँदो पुस्तालाई पनि तपाईँले सिकाउनु पर्यो है यस्तै